नमस्कार, म हजुरहरूमाझ फेरि पनि खुसीको खबर लिएर उपस्थित भएको छु। हामी जसले सर्वसाधारण र वैदेशिक रोजगारको कोटाबाट आइपिओ भर्दै आउनु भएको छ, उहाँहरूको लागि अत्यन्तै खुसीको खबर लिएर उपस्थित भएको छु। आज वैशाख 16 गतेदेखि दुईवटा कम्पनीले फेरि पनि आइपिओ निष्कासन गरेको छ। याम्बलिङ हाइड्रो पावर, जसले सर्वसाधारणको लागि वैशाख 16 गतेदेखि वैशाखको 22 गतेसम्म हजुरले आवेदन दिन सक्नुहुन्छ। र अर्को कम्पनी रहेको छ जसले वैदेशिक रोजगारको कोटाबाट आइपिओ भर्दै आउनु भएको छ। उहाँहरूको लागि वैशाखको 16 गतेदेखि वैशाखको 28 गतेसम्म भर्न सक्नुहुन्छ र यो चाहिँ स्थानीय बासिन्दाको लागि पनि छुट्याएको हो। र यो दुईटा कम्पनीको आइपिओ चाहिँ हजुरहरूले भर्न नछुट्याउनु होला, किनभने अहिले मैले प्रिभियसको डेटाहरू चेक गर्दाखेरि तपाईँको अहिलेसम्म तपाईँ हामीले भर्दाखेरि 1000 रुपियाँ मात्र लाग्ने हो र अहिले 7-8 हजार 14-15 हजार सजिलै तरिकाले प्रफिट हामीलाई दिइरहेको हामीले प्रिभियसको डाटाहरू चेक गरेर हेर्न सक्छौँ। त्यसैले हजुरहरूले भर्न चाहिँ नभुल्नु होला। धन्यवाद।